गाइज आज चाहिँ हामी डे क्याम्पिङ जाँदैछौँ। आज चाहिँ यो धरानको शिखरबास त्यहाँ कस्तो छ, हामी त्यहाँ गएर चाहिँ क्याम्पिङ यहाँ क्याम्पिङ पनि छ होइन, जाने त्यहाँ इन्जोय गर्ने मजाले डाँडा छ अरे होइन, गएको छैन कस्तो छ म तपाईँहरूलाई देखाउँदै जानेछु। र अहिले चाहिँ म अब यहाँबाट जान लागेको। भेलेटार हुँदै होइन धनकुटा हिले 5 तल यो बाटो जान्छ। आज चाहिँ हाम्रो राइट चाहिँ यता शिखरबास यो बाटो जान्छ। त्यसको अफरोड छ होइन, अफरोडमा अब हामी कस्तो जान्छौँ म त्यहाँको भ्यू तपाईँलाई देखाउँदै जान्छु कस्तो छ होइन, त्यो बारेमा तपाईँहरूलाई म देखाउँदै जानेछु। गाइज अहिले चाहिँ यो शिखरबास जाने बाटो है एकदमै अफरोड रहेछ, अनि बाइक कुदाउनु एकदम गाह्रो छ। अफरोड तपाईँहरूलाई रुचाउनु हुन्छ अफरोडमा हिँड्नु भने यहाँ तपाईँले धरानदेखि माथि होइन निशानेदेखि यता माथि लाग्नु भने अफरोडिङको लागि दामी छ होइन। साथीहरू अहिले चाहिँ हामी यो शिखरबास आइपुग्यौँ होइन, लगभग त्यो साने डाँडादेखि चाहिँ 1 किलोमिटर मात्रै रहेछ होइन, धेरै टाढो त रहेनछ। स्कुटीहरू पनि आउनेछ आउनु चाहिँ, तर अलिकति राम्रो कुदाउने मान्छे भयो भने चाहिँ राम्रो आउनेछ। जो हामी जानु खोजेको चाहिँ यहाँनिर होइन, यहाँनिर गएर हामी अब एकछिन क्याम्पिङ गर्नेछौँ, डे क्याम्पिङ है, बसेर एकछिन भिडियो बनाउने, त्यहाँबाट रमाइलो गर्ने, एकछिन इन्जोय गर्ने, मासुपोली खाने होइन, अरू के छ रमाइलो गर्ने। अनि त्यहाँदेखि चाहिँ हामी एकछिन त्यहाँको भ्यूहरू खिच्छौँ। यहाँबाट चाहिँ हामी अब जाँदैछौँ अलिकति मानि साथीहरू। अहिले चाहिँ हामी फाइनल्ली होइन शिखरबास यो डाँडामा आइपुग्यो होइन, दामी रहेछ। ठाउँहरू राम्रो छ, दामी रहेछ क्या है। यो चाहिँ ठाउँ एकदम डाँडा रमाइलो एकदम। अहिले जाडो मौसममा चाहिँ यो ठाउँमा मजा छ क्या, आयो मजाले घाम ताप्नु सकिन्छ होइन, नाइटमा क्याम्पिङ गर्न सकिने रहेछ। घरहरू यहाँ नजिकै छ, यहाँ नजिकै छ, यहाँ नजिकै छ। यस्तो ठाउँमा क्याम्पिङ गर्न सकिन्छ, ग्रुपमा आएर यहाँ टेन्ट टाँगेर क्याम्पिङ गऱ्यो भने सकिन्छ होइन। त्यो राति चाहिँ एकदम दामी देखिने रहेछ होइन, भ्यूहरू दामी देखिने रहेछ। धरान यो साइडमा धरान पुरै मजाले देखिने रहेछ होइन। यो भेलिटार यहाँ माथितिर छ होइन, तर अब कुहिरो लागेकोले केही देखिँदैन अहिले चाहिँ। अनि अहिले चाहिँ घाम लागिरहेको छ, अलिक जाडो पनि छ होइन, तर मजाले घाम लागेको हुनाले एकदम आनन्द भइरहेछ होइन। साथीहरू अब चाहिँ म यहाँनिर एउटा फेरि टेन्ट टाङ्छु। यहाँ तल चाहिँ धरान है होइन, अहिले अलिक कुहिरो लागेको कारणले चाहिँ तल मजाले देखेको छैन, तर राति चाहिँ यहाँ ओभर दामी देख्छ होला, खुल्यो भने त दामी देखिँदैछ। अब चाहिँ म यहाँनिर टेन्ट लाउनु गइरहेको छु है। मैले के लिएर आएको छु त साथीहरू होइन, म तपाईँहरूलाई देखाउनु गइरहेको छु। अनि त्यहाँदेखि म यहाँनिर टेन्ट लाउने कोसिस गर्दैछु। यो चाहिँ टेन्ट है, अनि मैले खानेकुरा चाहिँ लिएर आएको छु है, यसलाई पनि यहाँ राखिदिउँ। त्यहाँदेखि मैले लिएर आएको छु पिरो स्पाइसी करेन्ट, त्यो करेन्ट पनि यहाँ पकाइ खाने हो होइन। त्यहाँदेखि यो मेरो भाँडा भयो, अनि साथीहरू यो ओनर भयो, मेरो यसको छ भित्र चाहिँ चुल्हा होइन, चुल्हा छ। अहिले म तपाईँहरूलाई देखाउन सक्छु।
ल साथीहरू, अहिले चाहिँ मेरो टेन्ट रेडी भइसकेर पनि मैले साउन्डहरू भित्र हालेँ होइन। अब म यहाँनिर बसेर होइन मजा आयो क्या। अब यहाँनिर अलिकति हावा पनि यो टाइपको छ है। यसलाई मैले खोलिदिएँ होइन। यहाँनिर चाहिँ मेरो करेन्ट राख्ने होइन, करेन्ट राख्ने झोला हो। करेन्ट, कुरकुरे, ला झऱ्यो ल, यो कुर्कुरे पनि यहाँ अट्ने रहेछ होइन। यहाँबाट चाहिँ भेन्टिलेसनै यो चाहिँ, अनि यहाँबाट धरान। अब चुल्हा पनि बन्यो होइन। अब दाउरा लगाएर टक्कसँगले अब आगो बाल्ने हो। आगो बालेर चाहिँ सेपमा पोल्ने है। धराने कालो बङ्गुरको मासु। आज चाहिँ हामी एकदम रमाइलो गरियो। अनि अहिले चाहिँ अब बेलुका पनि भइसक्यो। जाने बेलामा चाहिँ नाच्यो, घुम्यो, फोटोसोटो खिच्यो होइन। यो चाहिँ अब खाजासाजा खाएर अब जानेवाला छौँ होइन। अब चाहिँ यो मेरो बर्नर, ग्यासहरू, यहाँ मेरो यो भाँडाहरू छ होइन। यो चाहिँ म अलिकति तपाईँहरूलाई बनाएर देखाउने कोसिस गर्दैछु होइन।